यो अनलाइन सिस्टमको होटलको लागि सबभन्दा पहिला यसरी टेबलहरुमा बारकोडहरु हुन्छ। सबै टेबलमा एउटा बारकोड राखेको हुन्छ। मान्छे गएर अर्डर लिँदैन। यहाँ हेर्न सक्नुहुन्छ यस्तो खालको बारकोडहरु हुन्छ। प्रत्येक टेबलमा टेबल नम्बर लेखेर बारकोड राखेको हुन्छ। अब त्यो बारकोडमा अर्डर दिनुपर्ने हुन्छ स्क्यान गरेर। यस्तो टेबलमा बारकोड हुन्छ प्रत्येक टेबलमा है, ठाउँ-ठाउँमा। यहाँ पनि छ अनि यहाँ पनि छ। अब यसरी गुगलबाट गएर त्यो स्क्यान गर्ने उसमा गएर अनि त्यहाँबाट स्क्यान गर्न पनि सकिन्छ। स्क्यान गरेर यसरी आउँछ अनि यसरी मेसेज गर्ने, म यति नम्बर टेबलमा बसेछु छु भनेर अनि ठ्याक्क मेसेज सेन्ड गरिदिने। अनि नभएदेखि WhatsAppबाट पनि गर्न सकिन्छ स्क्यान। WhatsAppको स्क्यान गर्ने उस अप्सनबाट गएर अनि यसरी स्क्यान गर्न सक्नुहुन्छ। WhatsAppबाट पनि यो अनि यसरी मेसेज पठाउने, म यति नम्बरमा बसेछु स्क्यान भएपछि अनि मेसेज पठाउन अप्सन आउँछ। अब तपाईलाई म अझै एकचोटि देखाउँछु। यो बारकोड भयो। बारकोडमा WhatsAppबाट स्क्यान गरेर देखाउँदै छु हैन। अब यो WhatsAppमा यो टेबलमा म बसिसके अनि यो बारकोड जुन टेबलमा छु त्यहाँ एउटा बारकोड हुन्छ सबै टेबलमा। अनि बारकोडमा यसरी WhatsAppबाट स्क्यान गरिन्छ। हेर्न सक्नुहुन्छ यसरी स्क्यान गरिन्छ अनि यो स्क्यान हुने बित्तिकै मेसेज गर्ने अप्सन आउँछ अनि मेसेज गर्नुपर्ने हुन्छ। अनि मेसेज गरिसकेपछि काउन्टरमा भएको यो टेक्निकल सपोर्ट ल्यापटप मोबाइल त्यसमा मेसेज जान्छ। यसरी यहाँ मेसेज गयो ल हैन। अनि त्यो मेसेज यसरी गएको हुन्छ, यहाँ हेर्न सक्नुहुन्छ। यसरी मेसेज आउँछ अनि ल हेर्नुस् म यति नम्बर टेबलमा बसेछु भनेर मेसेज आयो हैन। अनि त्यो आएको मेसेजलाई अनि त्यहाँ मेनु पठाउनु पर्ने हुन्छ र यसरी टेबल ल्यापटपमा कम्प्युटरमा त्यो टेबलमा यो अर्डर गर्न लेख्नु पर्ने हुन्छ। अनि मेनु पठाउनको लागि अब त्यो आफ्नो एडमिनको उसमा जानुस्, जुन तपाईले बनाएको उस छ त्यहाँबाट मेनुको PDF यसरी सेन्ड गरिन्छ। अनि मेनुमा भएको सबै चीजहरु त्यहाँ हुन्छ हैन। अनि PDF यसरी जुन टेबलमा बसेछु भनेर मेसेज आएको छ अब त्यही टेबलमा PDF पठाइन्छ। ल हेर्नुस् PDF फरवर्ड भयो है। फरवर्ड भयो, PDF गयो, यसरी गयो। अब त्यो PDF हेरेर उसले अर्डर गर्छ। उसलाई के चाहिन्छ त्यो PDF हेरेर तल उसले फेरि वर्षमा अर्डर गर्छ है। अब यो PDF मा हेर्नुस् कतिवटा अर्डर छ, धेरै छ हैन। अनि त्यहाँ अर्डर आउँछ। अब हेर्दै जानु। अब जस्तै यो यहाँ अर्डर आयो हैन, यो चीज चाहिन्छ भनेर। अब त्यो अर्डर अनि यहाँ ओके लेखिदिने आउँदैछ है। ओके भयो। अनि त्यसपछि अनि त्यसलाई चाहिँ कम्प्युटरमा सेभ गर्नु पर्यो नि त, त्यसमा मात्र आएर त भएन। त्यो अर्डरलाई टेबल नम्बर कति हो त्यसमा सेभ हुन्छ, सेभ गरिन्छ है। यसरी एउटा टेबल नम्बरहरु त्यहाँ अप्सन छ एउटा टेबलमा। अब कुन चाहिँ खाना हो, कुन चाहिँ अब टी को अप्सन हो कि ब्रेकफास्ट हो कि के हो, स्यान्डविच हो, टी रहेछ हैन। यो टी मा जाने अनि कफी भयो कफीमा हैन, टी को अप्सनमा जाने अनि कुन चाहिँ टी हो त्यसमा क्लिक गरिदिने अनि त्यहाँ टेबल नम्बरमा जान्छ है त। यहाँ टी मा क्लिक गरेपछि यो टी आयो हैन। अब टी आइसकेपछि यसलाई क्युटी बनाउनु पर्यो हैन। अनि तल कोड क्युटी लेखेकोमा सेभ गर्ने क्लिक गर्ने। अनि त क्युटीमा बन्यो क्युटी हेर्ने, माथि त्यो चारवटा बक्सा छ त्यसमा क्लिक गर्ने अनि भ्यू क्युटीमा क्लिक गरेपछि त्यो हेर्न मिल्छ है। जस्तै यहाँ क्लिक गरेर कोडमा क्लिक त्यहाँ सेभ भयो हैन। अनि यहाँबाट भ्यू क्युटी, माथि भ्यू क्युटी छ, क्युटीमा भएको आइटम त्यसमा हुन्छ सेभ हुन्छ हैन, त्यसमा देखिन्छ।
भ्यू क्युटी आयो हैन। अर्डर नजाने बेलासम्म यो क्युटी यहीँ रहन्छ। फुड इज रेडी भनेर अर्डर टेबलमा गइसक्यो, फुड इज रेडीमा क्लिक गरेपछि त्यो क्युटी त्यहाँबाट हराउँछ टेबल, अनि यहाँ मात्रै। अब यहाँ बिल निकाल्नको लागि यो त्यहाँ क्लिक गरेर हो, त्यहाँ क्लिक गरेर तल प्रिन्ट बिल हुन्छ, अनि के त्यहाँ सेभ हुन्छ त्यो प्रिन्ट बिलमा क्लिक गरिदिने है। प्रिन्ट बिलमा क्लिक गरेपछि यता प्रिन्टरबाट बिल निस्किन्छ बाहिर। अनि अझै धेरै निकाल्नलाई त्यहाँ थाहा क्लिक गरेर बिल बाहिर निस्क्यो। अब बिललाई त्यो बिल लाने उसमा आखिर राखिन्छ है। अनि त्यो बिललाई त्यसमा फोल्डरमा राखेर अनि अनलाइन पेको त्यो बारकोड सहित लगेर टेबलमा राखिन्छ। अनि अगर बारकोड त्यही छ भनेपछि पे गर्ने त्यो पनि लानु पर्दैन है। यसरी बारकोड गएपछि बिललाई सेटल गर्नुपर्ने हुन्छ। कस्टमरले पैसा दिइसकेपछि यहाँ अनि दिस गेट बिल भनेर बिल मागेको हुन्छ, अनि ओके भनेर जब बिल दिइसक्नुभयो नि त, बिल दिइसकेपछि यहाँ रिसिभ पेमेन्ट रिसिभ भयो भनेर त्यहाँ मेसेज आउँछ होइन अनलाइन पेमा। अब फोनमा मेसेज आइहाल्छ पे दिइसक्यो भने। दिइसकेपछि अनि सेटल गर्ने तल क्लिक गरेर सेटल गरिदिने। सेटल गरेपछि यहाँबाट हराउँछ त्यो है, किनभने बिल भइसकेको यहाँ देखाउँदैन। यसरी नै अनलाइन होटलको सिस्टमहरू यस्तो हुन्छ। या आज भोलिको मोडर्न भनौँ सिस्टम। अब यहाँ के दिएको त भनेर चेक गर्नलाई के अर्डर गएको छ, कहिले कुन अर्डर गयो होइन, त्यो पनि चेक गर्न मिल्दो रहेछ। अब यसरी चेक गर्नको लागि यहाँ हेर्न सकिन्छ। यो यता जाने माथि लाइन 4 लाइनहरू छ नि, माथि कुनामा, यहाँ कुनामा क्लिक गर्ने 3 लाइन छ। यहाँ क्लिक चाहिँ कुन कुरासम्म यो माथि क्लिक गर्ने, अनि त्यहाँ गएपछि अर्डरहरू छ, अर्डरमा क्लिक गर्ने। अर्डरमा चाहिँ कहिले कुन चाहिँ अर्डर दिएको सबै डिटेलहरू छ, यो हेर्न सकिन्छ। कहिले कुन अर्डर के दिएको, कति बिल भयो, सबै यहाँ चेक गर्न मिल्छ, हेर्न सकिन्छ हैन। भ्यू गरेपछि सबै आउँछ यो कहिले कुन चाहिँ अर्डर हो, कहिले के दियो। अनि अर्को तरिका पनि छ। अनि यो फेरि 3 लाइनमा जाने, 3 लाइनमा गएर अनि रिपोर्टमा जाने, अनि रिपोर्टमा गएर अर्डर समरीमा जाने हैन। अर्डर समरीमा गइसकेपछि यसरी नै के अर्डर दिएको, कुन अर्डर गएको, यो सबै चेक गर्न मिल्छ, यो हेर्न सकिन्छ। यहाँ चाहिँ सबै अर्डरको डिटेल्सहरू हेर्न सक्नुहुन्छ। अब यसरी नै यो अनलाइन होटलहरू आजभोलिको मोडर्न होटल चल्ने गर्छ र यस्तै जानकारीहरू अझै पनि आउँदै लाग्छ।